कृष्णचंद्र भगवान को दर्पण आपै दीप सुगंध पूर्ण प्रभुमा कि फूल दर्पण अर्पौ ही हरि पारिजात तुलसी छन पाऊ हरदमा सारा अंगानंद पंकज छटा देवी प्रचन मोहना अर्पयु पाउमानिनुहोस् हे कृष्ण हाम्रो मन अर्पयु पाउमानिनुहोस् हे कृष्ण मेरो मन। जय बोलो भागवत भगवान को। उमा महे पार्वती नंदन श्री गणेश भावसागर तारने पूर्वक चिंतन लाई भावसा अष्टविनायक नमो नमः गणपति बाबा मोरया सिद्धि विनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाबा मोरया ओम गम गणपति नमो नमः श्री सिद्धि विनायक नमो नमः गणपति बाबा मोरया सबले हाथ मत करो भगवान खुशी करो ना मोरया रे बाबा मोरया रे बाबा मोरया रे
बाबा मोरया मंगलमूर्ति मोरया गणपति 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 बाबा मोरया मंगलमूर्ति मोरया मोरया रे बाबा मोरया रे बाबा मोरया रे बाबा मोरया रे मूर्ति मोरया गणपति बाबा मोरया मंगलमूर्ति मोरया गणपति बाबा मंगलमूर्ति मोरया गणपति बाबा मोरया जगावे बेला जय जय हो आज वाकलन रक्षा करनावे बेलावा आणि वाकलन रक्षा करनावे बेलावा भुइमा झरना हरी भुइमा झरना भुइमा झरना हरे भुइमा झरना हिया पक्रियो हामीलाई रक्षा करना भुइमा झरना भुइमा झरना हामीलाई रक्षा करना भुइमा झरना भुइमा झरना हामीलाई रक्षा करना हरिनाम भागवतले भागवत भन्नुभयो सुख स्वामीले सुन्ने जति पार भई सुनौ हामीले भागवत भन्नुभयो सुख स्वामीले सुन्ने जति पार भई सुनौ हामीले भयो सुख स्वामीले सुन्ने जति पार भई सुनौ हामीले सुखदेव स्वामी को परीक्षित महाराज को श्रीमद् भागवत महापुराण को सबैको जय हो सबैको मङ्गल होस् गर्नु दान पाउने गर्नु तीर्थ व्रत हात गर्नु दान कानले सुन्नु भागवत कथा मनले गर्नु ध्यान शिवजीलाई जलधारा रामलाई फुलको माला शिवजीलाई जलधारा राम
कति मिठो मुरलीको सुरा विषयले भरभर थाले वंशी भरमा नाचन विषयले भरभर थाले वंशी भरमा श्याम सुन्दर भगवान बसेर शिरमा चन्दन घसेर के मेरो पर्यो तिमीलाई किन रुन्छौ बसेर शिरमा चन्दन घसेर के मेरो पर्यो तिमीलाई किन रुन्छौ बसेर शिरमा चन्दन घसेर
कोटि कोटि नमन गर्दै पवित्र पुण्य भूमि हरिहर क्षेत्र सालग्राम भूमिको यो पवित्र तट गण्डकी नारायणी माताको यो दिव्य अलौकिक तटमा साप्ताहिक श्रीमद् भागवत महापुराणको यो कथा रस स्वादन गर्दै आज कथाको समापन विश्राम दिवस र यो जागरण दिवसमा हामीहरू उपस्थित छौं। वरणीय गुरुदेवहरू, सम्पूर्ण भजन मण्डली, कलाकार भाइहरू एवं उपस्थित आदरणीय वन्दनीय मातृशक्ति आमा दिदी बहिनी पिता दाजुभाइ, आयोजक परिवार सबैमा यो रात्रिकालीन विश्राम दिवसको आज यो सत्रमा यहाँहरू सबैलाई राधे राधे, जय जय श्री राम। यहाँहरू सबैको हिँड्ने बेला भए जस्तो छ नि, बस्नुहोस्। आज जागरणको दिन छ। आयोजक परिवारले हिजो भजन कथाको हिसाबले कथा त पूर्ण गर्यौं आज, र आफ्नो अझै पनि मनमा धोका पुगेन। आजको यो दिवसमा पनि जागरण गरौँ, केही समय भक्तहरू धेरै उपस्थित हुनुभएको छ भनेर आजको लागि थप कार्यक्रम राख्नु भएको छ। बस्नुहोस्, अझै 1 घण्टा 11 बजेसम्म बसौँ आज सबै मिलेर आनन्द यो भजन कीर्तन र स्वागत भगवानको यो दिव्य अलौकिक भजनमा हामीहरू स्वागत गर्दै मैले प्रवचन गर्नु त छैन, किनकि साप्ताहिक कथा यात्राको विश्राम हामीले गरेका छौँ। मात्र सम्बोधनको लागि एउटा भूमिकाको लागि मात्रै मैले यो माइक्रोफोन प्रयोग गरेको छु। हाम्रो प्रवचन कथा यात्रा विराम भइसकेको छ। त्यसैले आज हामी जति समय छ भजनमै हामीहरू आनन्द लिनेछौँ। यहाँहरू सबै सामाजिक, वैदिक, बौद्धिक, शैक्षिक, प्रबुद्ध, व्यावसायिक व्यक्तित्वहरू आज हामीले भारद्वाज गोत्रीय पन्त परिवारले सङ्कल्प गर्नुभएको यो दिव्य भागवती अनुष्ठानलाई अति हर्ष आनन्द भाव भक्तिपूर्वक हामीले पूर्ण गर्दैछौँ। भगवानको अनुपम कृपा, भक्तहरूको उपस्थिति, कर्ता परिवारको लगनशीलता, आस्थासँगै यो कार्यलाई पूर्ण गरिरहेका छौँ। र हाम्रो अब केही समय भजन कीर्तन हामीले श्रवण गर्ने, आनन्द लिने अनि विश्राम गर्नेछौँ। यो पटक यस क्षेत्र यहाँको जुन यो आनन्दमय कथा यात्रा विराम हुनेछ। त्यसैले अब हामी यहाँहरू सबैलाई स्वागत गर्दै एउटा भजन मैले सुरु गरेँ। तदुपरान्त फेरि हामी भजनमै रमाउँदै जानेछौँ। बोली भक्तवत्सल भगवानको, भगवान श्री राधाभर कृष्णचन्द्रको यो भगवतीय यात्रा कथा सत्र हामीले हिजो सुनेकै छौँ। शरणर हाव चल्यो वृन्दावनमा, शरणर हाव चल्यो वृन्दावनमा, हरर कृष्ण जी ओम नमः, हरर कृष्ण जी ओम नमः, शरणर हाव चल्यो वृन्दावनमा, शरणर हाव चल्यो वृन्दावनमा, हरर कृष्ण जी ओम नमः, हरर कृष्ण जी ओम नमः।
कृष्ण भगवान को जय हो कृष्ण जी को सिरे को मुकुटा हृदय मजदा कृष्ण जी को सिरे को कृष्ण जी को सिरे का मुकुटा हृदय मजदा